र हामी चाहिँ बस्ती भिलेज लाइफमा चाहिँ हाम्रो स्विमिङ पुल चाहिँ यही खोलाहरू हो। हामी सानैदेखि यही खोलाको पानी खाइवरी पौडी खेल्नु यहीँ सिकिवरी हुर्केको र आज पनि हामी फेरि म र मेरा साना साना भाइहरूलाई लिएर यहाँ खोलामा आएको छु। एकदमै सन्नी डे भएको कारणले रिफ्रेसमेन्टको लागि हाम्रो लागि स्विमिङ पुल चाहिँ यही हो र यहाँ पौडी खेल्नु आएको। खोला चाहिँ अहिले सुकेर सानो भएको छ र पनि द्वारहरू बनाएर पौडी खेल्नु त हामी सक्छौँ। यहाँ देख्नु हुँदैछ, तपाईहरुलाई म द्वार देखाउँदैछु। यो चाहिँ हो पौडी खेल्ने द्वार।